रुँदैछ एकदमै सिधा यिनी चाहिँ अलिक छड्के स्टाइलका छ यो मेरो घर हो मैले जे भन्नु त्यो हुनुपर्छ यो घर तिम्रो होला तर छोरी मेरो हो एन्जिला तेरो मात्रै छोरी हो तिम्रो पनि छोरी भइदिएको भए त राम्रो व्यवहार गरिहाल्थ्यौ मेरो छोरीले त सोधेर भनेर गरेको लुकेर होइन भयो के गराउँछ हेर्नु म भने अहिले ल म भनिहाल्छु नि किन डराइ हेलो एभ्रिवान वेलकम ब्याक टु हाम्रो दादाको च्यानल अनि आज चाहिँ हामी फिल्म हेर्न जाँदैछौँ फेरि पनि अनि फिल्मको नाम चाहिँ अञ्जली हरे अनि म लगायत मेरो दादा मेरो भाउजू उहाँहरू पनि जाँदै हुनुहुन्छ मेरो बहिनी पनि भरे चाहिँ अनुहार चाहिँ आधी मात्रै आएको हुनु अरे अब आज के अरे अहिले मैले मेरो दादाको युट्युब च्यानललाई ह्याक गरेको अनि अहिले म भ्लगर भएको तपाईँलाई म सँगसँगै हामी सँगसँगै लानेछौँ हजुरहरूलाई पनि बिर्तामोडसम्म फिल्म हेरेर आउनेछौँ बाई अहिलेलाई यति नै गाइज हामी चाहिँ अहिले बगानमा आइपुग्यौँ हामी गाडी चढ्न जाँदैछौँ अनि हामीलाई गाडीले हर्न बजायो यो चाहिँ हाम्रो गाउँको बगान वा कति राम्रो आएको गाडीले हामीलाई पर्खिँदैछ अब हामी गयौँ गाइज हामी चाहिँ अहिले गाडीमा चढ्यौँ अब हामी यहाँ बढ्नेदेखि लाग्यौँ बिर्तामोडसम्म यो चाहिँ हाम्रो बाटोमा हजुरलाई हाम्रो गाउँको भाइरल रोड देखाउँछु ल यो चाहिँ हाम्रो गाउँको भाइरल रोड हो अहिले चाहिँ सिरिज फुलेको छैन अब वैशाख चढ्दै सिरिज फुल्छ अनि हामी आउँछौँ यहाँ फोटो खिच्न यो चाहिँ हाम्रो गाउँको है यो भाइरल रोड हो नि ओके फाइनली हामी अहिले आधा घन्टाको यात्रा पछाडि बिर्तामोड आइपुग्यो अब एकछिन पछाडि हामी कहाँ अरे कति अरे अहिले बिर्तामोड आइसकेको छ अब अघि चाहिँ बहिनीले इन्ट्रो गरेको थियो होइन कस्तो भयो के भयो अब त्यो चाहिँ थाहा भएन होइन अब च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला पुरानो हुनुहुन्छ भने हेरेर इन्जोय गर्नु होला ल अब हामी सिटी सफारी चढेर पाँचवटा सिने प्लाज्मासम्मको यात्रामा यी दुईवटा चाहिँ मेरा बहिनीहरू यी दुईवटाहरू अब इन्जोयमा छन् अहिले एक्साइटेड पनि छन् धेरै नै यो चाहिँ बिर्तामोडको गल्ली गल्लीमा हामी अहिले हिँड्दैछौँ भन्ने हामीलाई लागिरहेछ अनि एन्जिला फिल्मले त लास्टै रुवाउँछ अरे हौ भन्ने रुनको लागि को रेडी हो होइन अब अहिले हामी भरे फिल्म हेरेर हजुरलाई रिभ्यू दिन्छौँ रुन पनि तयार छन् फिल्मको टिकट काटेर आएको चारजनाको दादा फोटो खिचौँ अब हामी फोटो खिचेर हजुरलाई भेट्नेछौँ हल ए अस्तिकै ठाउँमा हो क्या म्याडम एक्साइटेड एक्साइटेड एकदम ओके भरे भेटौँ ल
हल सकिएपछि हामी आइसकेको छौँ ल यहाँ हामी छिटो आएको म शान्ता भाउजू दादा हामी सबै आयौँ फिल्म हेरौँ हजुरहरूले हामी फिल्म हेरेर रिभ्यू भन्छौँ ल कस्तो हुन्छ फिल्म भनेर जे मन लाग्यो त्यही नबोल ए नबोल्नु पनि अब इसारामै कुरा गर्नु इसाराले बोलाउनु पर्दैन माया भए डराउनु पर्दैन ओहो एनिला मुभी लास्ट दामी अनि आउँछ हाफ भएको अवस्था राम्रो सिरियस मजा आइरहेछ आउँछ हाफ भएको अवस्था रुँदै रुँदै आइपुगे रुएर रुँदा रुँदा गरेर आइपुगे यहाँ बस अब अनि कहाँ त्यहाँ बसेको यो दिमाग पनि खुसिसके जस्तो छ रुएर दिमागै खुसिसकेको म फेरि किपर बस्छु सर मलाई एकचोटि मौका दिनुहोस् यदि कुनै गोल भयो भने तपाईँले भन्नै पर्दैन म आफै गाउँ फर्किन्छु सर दामी रुने मान्छे रुँदैछ ओके फिल्म दामी थियो सक्यो है अहिलेलाई चाहिँ ल अब डेन्टलतिर गएर भेटौँ